म आज एउटा विशेष कुरा भन्न गइरहेको छु क्या मलाई पनि अलि चित्त दुखिरहेछ हैन पैसा त छैन मसँग हैन सहयोग गर्नलाई किनभने चाहिँ अब के भन्नु कन्डिसन यस्तै छ हैन लाइक सपोज म गर्न त गर्छु एकचोटि अवश्य पनि हैन यो कन्डिसनमा गर्छु कि धेरैलाई त गर्दैन गर्नु चाहिँ एउटालाई मात्रै बिल्ड गर्छु हैन धेरैलाई गर्न सक्दिनँ र एकचोटि मात्रै गर्छु यस्तो तरिकाले बिल्ड गर्छु कि जुन तरिकाले कसैले नगरेको त गर्नु त अब डिफ्रेन्ट वेले गरेको हुन्छ युट्युबरहरु भ्युजको मनलाई हैन लाइकको मनलाई हैन उ गर्छन् के म मान्छु तिनीहरुले सहयोग गरेर हुन्छ तर भरिपूर्णलाई नै गरेर हुन्छन् के एज अ मेम्बरशिपलाई त्यही बाहिर भिख माग्नेलाई गर्देऊ न हौ के जान्छ र तिम्रो एउटा फ्लोर घट्दैमा एउटा सब्स्क्राइब घट्दैमा केही जाँदैन के तिम्रो गर्देऊ न त्यति क्यामेरा ठर्याउ गरौ यता मिल्छ नि त्यो त यो जुन तिमीहरु नर्मल मान्छेको लाइफ बनिराकै लाइफलाई बढाइ चढाइ मात्रै गर्दिनु हो सबैलाई इक्वली म ल्याइदेऊ न एन्ड देन आई विल बी सक्सेस भन्ने हुन्छ नि त सोच न नेपालमा यत्रो छ क्या कन्सियसली भन्नु पर्दैन नेपालमा यस्तो सिचुएसन छ कि कोही माथि नै छ कोही मिडियम नै छ कोही तलकै एबोभ लास्ट एबोभ छ क्या आई विल रिक्वेस्ट हैन कन्भेन्सहरुको जति पनि हाई युट्युबर हुनुहुन्छ न सबैले अर्निङ राम्रै गराउनु भएको छ पत्रकारहरु पनि आइदिनु पर्यो क्या यता सपोर्टिभ बनेर सबैलाई सहयोग गरिदिनु पर्यो मेरो चाहिँ सजेसन त्यति हो कि बिकज किनभने चाहिँ अब हुन त नेपालको पत्रकार के छ जो सक्सेस छ त्यसलाई मात्रै स्टेजमा लगेर आफूलाई भ्युज कमाउन लाग्यो क्या जो भ्युजले अलरेडी त्यो इन प्रोग्रेसमा छ त्यसलाई मात्रै लिएर आफूले गर्छ अर्निङ जसरी नत्र त रोडमा आएर व्याख्यान गर्न थाल्यो भने त केही पाउँदैन नि उले नेपाल गभर्नमेन्ट जति पनि सरकारको मलाई काइन्डली रिक्वेस्ट अझ स्मल पर्सन होइन बट एउटाले मात्रै बोलेर केही हुनेवाला छैन होइन सब बोल्नुपर्छ होइन तर मेरो एउटा आवाज जहाँसम्म पुगोस् कि त्यहाँसम्म पुगोस् भन्न चाहन्छु कि म होइन आज नेपालको जति पनि सक्सेसफुल युट्युबर हुनुहुन्छ होइन मैले धेरै चिन्न त होइन म उहाँहरूलाई रिक्वेस्ट के गर्छु भने चाहिँ प्लिज विल बी हेल्प के यता आएर जस्तै त्यो एरियामा आएर होइन यस्तो कन्डिसनमा बसेका छन् मान्छेहरू होइन मलाई हेर्दा पनि ठिक लाग्छ कि त्यो कन्डिसनमा मलाई सहयोग गरिदेऊ के सबै भएकोलाई नै गर्नुपर्छ भन्ने छैन एज अ माई ओपिनियन छैन एउटा म्यानर होइन अब मैले भनेको छु मैले आएर सक्दैन उयोहरू के जब म गर्नु त गरिरहेको हुन्छ होइन भाडा छोडेर भए पनि मैले चाहिँ अलि सहयोग गरिरहेको हुन्छ होइन दिएको हुन्छ मेरो हुन त मान्छे भन्छन् थोपा मिलेर सम्बन्ध भन्छन् मेरो 1 रुपियाँले 5-10 रुपियाँ 20-30 रुपियाँले केही हुनेवाला छैन क्या तर दिन त दिन्छु तिनीहरूलाई राम्रो व्यवस्थापनमा दियो भने सानो बच्चाहरू रोडमै सुतिरहेको हुन्छ होइन यस्तो कन्डिसनमा हुन्छ कि म आफै सोच्न सकिरहेको हुँदैन कि नेपाल सरकारलाई म त्यही भन्न चाहन्छु क्या आएर बिस्तारै केवन गरिदियोस् होइन सबै कुरा मेन्टेनेन्स गरिदियोस् भन्न चाहन्छु तपाईँ हेर्न चाहनुहुन्छ भने चाहिँ यही म रहेकै रोडमा पनि मेरै आँखाबाट नै आँसु रसाउँछ क्या कति कुराहरू देखेर कस्तो कन्डिसनमा छन् सबै भन्ने कुरा बट आई कन्सियसली होइन म कतिपय रिक्वेस्टहरू पनि गर्न चाहन्छु मेरो त त्यति धेरै अब युट्युब च्यानल त छैन होइन किनकि बेसिकली थोरै युट्युब च्यानल बनाउँछु अब मेरो ब्लग भइरहेको छ याद कुरामा अब फेसबुकमा हुनुहुन्छ होइन त्यही 4-5 हजार फलोवर्स आई विल बी ट्राई देन होइन सबैले सपोर्टिभ भइदिनु र सपोर्ट गरिदिनु भन्न चाहन्छु कि यो सबैको जीवनलाई अग्रेसिभ बनाइदिनु भन्न चाहन्छु क्या म चाहिँ किनभने सबैले सक्दो सेयर गरिदिनु होला होइन यो भिडियोलाई एनीवन बी के लाइक प्रोग्रेसिभ होइन सबै सक्सेस नै हुनुपर्छ भन्ने त छैन तर स्टिल के उसलाई आफूले हात खुट्टा नभएको पनि उसले आफूले केही
गरेर खान सकौँ भने कि भिख मागेर होइन। कन्डिसन यस्तो छ कि यहाँ होइन सोच्न पनि सकिँदैन कि कन्डिसन हेर्नु भएन यस्तो छ कि होइन आई डोन्ट नो हाउ टु बिल के पुरै गर्न सकिन्न होइन। अब यस्तो जाडोमा बाध्यताले रोडमा बसेर माग्नु भनेको शान्तिको कुरा होइन कि यो बहुत कठोर दिल भएको हुन्छ कि उनीहरूले एबिलिटी अब काम गर्न त सक्दैन होइन। ल म काम गर्न सक्दिनँ है एज इट इज म काम गर्न नसके पनि होइन मैले बरु मागिरै भए पनि खान्छु भन्नेसम्म छन् कि मैले यति दिएँ उति दिएँ भनेर म भन्दिनँ क्या। मैले के गरेछु नि त अब कि दिनेलाई थाहा हुन्छ कि लिनेलाई थाहा हुन्छ होइन। अब त्यो प्रोग्रेसिभ भन्न चाहन्न म होइन। यो भिडियो अन्तिमसम्म हेरिदिनु होला र सक्दो सेयर पनि गरिदिनु होला किनभने नेपालमा भएको हरेक मान्छेहरूले यो नलेज चाहिँ याद गर्नै पर्ने छ क्या। म कहाँ छु के छु भन्दा पनि ठुला युट्युबरहरूले गर्नुहुन्छ क्या त्यो कसैलाई लक्किटर यताउता खेलाएर हो त्यो तपाईँहरूको पैसा हो तपाईँहरूको मर्जी म मान्छु योर चोइस एन्ड योर मनी बट when you help poor people then will be more successful के। जस्तै अब कुलबाई दाइले जब इन्टरनेटमा आएपछि मात्रै गर्नुभयो क्या होइन हो त्यस्तै गरिदिउँ कि बरु आफू पनि फिल्डमा उत्रेर गरिदिउँ न भन्न चाहन्छु। यही नै हो मेरो भनाइ होइन। म चाहिँ अब स्टिल प्रोग्रेसिभमै छ अहिले। आम अल्सो स्टडी लिटिल बिट होइन। म पनि पढ्दैछु। आम अल्सो नट रिच होइन। आम अल्सो मिडियम क्लास बिलोङ विथ मिडियम क्लास के पुरै मेरो पनि कुनै बहारा छैन होइन। किनभने चाहिँ आफ्नो अब गर्ने सक्ने आफूलाई चाहिएको चाहिँ गर्न सक्छु बट मोर नट स्टिल के होइन। सबैले सेयर गरिदिनु होला।